कसैले पनि दर्ता गर्दैन एउटा कुरो है। त्यो दर्ता गरेको 35 दिनभित्रमा फाइल बुझाइसक्नुहुन्छ। 35 दिनभित्रमा फाइल गरेन भने तपाईँको नो क्लेममा जान्छ सिधै। मैले नपाउने केसमा मात्रै भनेको है। भनेको एउटा किसानले एउटा गाई या एउटा भैँसी मर्दा 90,000 रुपियाँको कुरा हो नि त, त्यो त छोडेर पनि होइन नि त। भने तपाईँले चाहिँ अघि नै भन्नुभयो यहाँबाट गाउँबाट जति इन्सुरेन्स गर्नुहुन्छ त्यही छ है। एक दिन टाइम निकालेर कोही नम्बर हुन्छ नि इन्सुरेन्स गर्नु, उसलाई फोन हालेर मेरो गाई मर्ने बित्तिकै इन्फर्म गर्नु पऱ्यो। ल मर्ने बित्तिकै इन्फर्म गरेको छ, कसैले भिडियो कल गरेर हेर्छन् कि होइन, कसैले हामी आफै आउँछौँ भन्छन् कि, कसैले तपाईँले क्लियर आउने फोटो खिचेर तपाईँले यहाँ आउनुहोस् भन्नुहुन्छ। अनि त्यो बिना कम्पनीको एजेन्टसँग अथवा त्यहाँको मान्छेसँग इन्सुरेन्स कम्पनीको मान्छेसँग के कुरा हुन्छ त्यो अनुसारले तपाईँले 3 दिनभित्र आउनु पर्छ। डकुमेन्ट तपाईँले के चाहिन्छ त्यो त पहिला क्लियरली भएर डकुमेन्ट पेस गर्नु पऱ्यो। डकुमेन्ट पेस गरेको 35 देखि 45 दिनसम्म तपाईँको चेक आएन भने तपाईँले ठाडो अफिसमा गएर तपाईँले किन मेरो चेक आएन भनेर तपाईँले कुरा गर्न सक्नुहुन्छ। तपाईँ भनेर 9 महिनासम्म मेरो आएन भने जसले तपाईँलाई पैसा दिनै पर्छ भने चाहिँ कहाँ छ फेरि? तपाईँलाई आफ्नो पैसा चाहिन्छ भनेर कसलाई गएर भन्नुभयो? कसैले भन्नुभएको छ? भन्नुभएको छैन कि